सम्पूर्णमा स्वागत छ हाम्रो यो युट्युब च्यानल मेरिक ब्लगमा। आजको ब्लग रहेको छ समर हाइकिङ फर च्यारिटी, जुन कार्यक्रमको आयोजना गरेको थियो सहारा क्लब पोखराले सहारा एकाडेमीको सहयोगार्थ र वडा नम्बर 9 पोखरा वडा नम्बर 9 को सहयोगमा यो कार्यक्रम जुन समर हाइकिङ फर च्यारिटी कार्यक्रम सम्पन्न भयो। यो कार्यक्रममा करिब 215 जना जति उपस्थित हुनुहुन्थ्यो। पोखराको महेन्द्र पुलदेखि गाउँ डाँडासम्म पुगेर यो कार्यक्रम सकिएको थियो, जहाँ सबैजना रमाई हाँसी खुसी हाइकिङ गरिरहेको देखिन्थ्यो। आयोजक संस्थाले हाइकिङ जाने सबैको लागि नास्ता, लन्च, पानी सबै कुराको व्यवस्था राम्रो व्यवस्थापनका साथ सम्पन्न भएको यस कार्यक्रम। यहाँ चाहिँ अब सामूहिक फोटो खिच्ने कार्यक्रम हुँदैछ। खाजा नास्ता सकिएपछि त्यसपछि फेरि हामी माथि प्रस्थान गर्नेछौँ। मैले हाल्ने सन्दीपले होइन हाल्ने नापी त अनि ल हामी गाउँ डाँडामा आइपुगिसकेका छौँ। करिब अहिले बिहानको 10:20 जति गएको छ। यहाँबाट पोखराको एयरपोर्ट, सेती नदी लगायत वरपरका रमणीय दृश्यहरू राम्रोसँग देख्न पाइन्छ। आज चाहिँ केही बादल लागे पनि क्लियर अलि देख्न पाइएको छैन। फेवातालको दृश्य पनि देख्न सकिन्छ। र अन्य कार्यक्रमहरू पनि हामी चाहिँ गर्छौँ। धेरै लाग्छ त हाल्नु उनीहरु एउटा यस्तो टुक्रो त मुको पिछा सबैजना गीत गाउने, नाच्ने र रमाइलो गर्ने एकदम रमाइरहेको अवस्था छ। अबको केही छिनमा यहाँबाट लन्च गरेपछि हामी फेरि पुनः पोखरातर्फ फर्किँदैछौँ। यस कार्यक्रममा हाम्रो संस्था लायन्स क्लब अफ पोखरा परियारी टनीका साथीहरू पनि उपस्थित हुनुहुन्छ। अध्यक्ष लगायत अन्य साथीहरू पनि उपस्थित हुनुहुन्छ। उहाँहरू पनि निकै रमाइलोसँग नाचेको, गाएको र रमाइलो गरेको देख्न सकिन्छ। यस कार्यक्रममा साना बच्चाहरू, बालकहरूदेखि लिएर युवा युवती वृद्ध सबैको उपस्थिति एकदम रमाइलो तरिकाले उपस्थित भएको देख्न पाइयो। साह्रै रमाइलो कार्यक्रम भयो। उत्तरपट्टि यो डान्सरको उत्तरपट्टि सानो बक्समा चाहिँ ल के अरे ब्रेकफास्टको ठुलोमा चाहिँ लन्चको है
उतापट्टि छ उतापट्टि करिब 6 किलोमिटरको उकालो हिँडाइपछि सबैजना पसिना बगाइरहनु भएको छ, तर पनि एकदम खुसीका साथ सोधपुरस्थ तरिकाले नाचगान र रमाइलो गरिरहेको देख्न सकिन्छ। अनि बिनु कता छ यहाँ आउँदा बिनु आजको भ्लग यति नै। कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला। लाइक, कमेन्ट र सब्सक्राइब पनि गर्दै गर्नुहोला। धन्यवाद।